एकदम ढगरबाट सिङ्गर होइन त सिङ्गर यो त सम्भवतः नेपालमा यस्तो खालको यो मूर्ति छ जस्तो मलाई लाग्दैन। यो एकदम अद्वितीय छ, युनिक छ। सो हेलो गाइज, स्वागत छ आजको नयाँ भ्लगमा तपाईँहरूलाई होइन। सो अहिले चाहिँ हामी यहाँ मामा घर जानु लाग्यो। अनि पछाडिको यो गिटारको ब्याग जुन छ नि होइन, त्यसमा मैले गिटार पनि लिएर आएको छु, किनभने अब त्यहाँ सर्भिसिङ गर्ने बेला भइसक्यो। अनि भ्यायो भने म सर्भिसिङ गर्न पनि जान्छु। अनि यो ब्यागमा चाहिँ आज अब यो मामा घर बस्नको लागि लुगाहरू पनि लिएर आएको छु होइन, खादेर टक्क। अनि यता हाम्रो अभि छ होइन। सो हामी दुईजना भएर चाहिँ जानु लाग्यो। अनि यहाँ पालबारी यो छ त, यो भाइरल मन्दिर भनेर यो के भन्छ, पञ्चमहालक्ष्मी मन्दिरमा यो नयाँ खोलेको थियो होइन यो। सो यता अगाडि हेर्न सक्नुहुन्छ होइन। सो यता अब हाम्रो बाटो यहीँ पर्ने हो नि त, त्यही भएर अब यहाँ हाम्रो बाटो यहीँ पर्ने भएको कारणले गर्दा हामी यता यसो घुम्दिउँ भनेर आएको क्या। सो यता मान्छेहरू चाहिँ आइरहेको छ, बेलुका भयो पनि। अनि कति बजी? अहिले 5 बजी, 5:30 हुन लाग्यो। 5:30 भएर पनि मान्छेहरू होइन वाइट छ्याल छ यता चाहिँ। अनि यता के यहाँ भइरहेको छ, खै भइरहेको थियो। सही सो यता चाहिँ हाम्रो यो खै के पो भगवती माता भन्छ के भन्छ, सो यता छ। अनि यता हाम्रो यहाँ पृथ्वीनारायण शाह सबजना द कन्टेन्ट होइन साथीहरू। सो यता हेर्न सक्नुहुन्छ हाम्रो यहाँ अब कुन चाहिँ मलाई ठ्याक्कै डिटेल चाहिँ थाहा भएन होइन। यता हाम्रो अर्को भ्लगर सो अब हामी यता माथि जाँदा चाहिँ यहाँ जुत्ता फुकाल्नु पर्ने रहेछ होइन। सो जुत्ता फुकालेर गइदिउँ न त भन्ने कुरो। त्यहाँदेखि माथि जाने माथि जुत्ता फुकालेर म त लुच्छ जुत्ता के होइन। च्यानलको नाम के? जुगा भ्लग्स। अनि प्रमोसन स्टेप प्रमोसन सूर्य के हो प्रकट श्री शालग्राम भगवानको दर्शन दुध गाइजहरू। अब हामी यहाँ सक्यौँ होइन। इन्ट्री फिस छ, पछि चाहिँ लिएर अहिले नलिएर सो आइहाल्नु होला होइन। फर्स्ट खतरा यता पैसा लुटेर भाग्नुपर्छ जस्तो छ होइन। कहाँ माथि खतरा खानु हजुर कालो आएछ हस् हेर्नु होइन भिडियो हेर्दैन न के छ र फाइदा त कसलाई। उताबाट छिरौँ न, उताबाट छिरौँ। खतरा छ यहाँ ठाउँ एकदम बाबा। प्रमोसन होइन तर मोसन। यता कार्यक्रम यता प्रवचन रहेछ नि त साथी। सिधा हेरेर साथीहरू एकदम सही होइन। ढगरबाट अब सिङ्गर होइन त सिङ्गर कोही छैन, कोही हाजिक छैन। गुड यहाँ माथि पनि रहेछ है। के अरे सिङ्गर भइसक्छ कि सिङ्गर। हाम्रो यहाँ उयो साखु पालोबारी कम्युनिटी स्कुल पनि रहेको छ। सामुदायिक हो कि त्यहाँ नेपाली चाहिँ यता मन्दिर पनि रहेछ। वेट गाइज ठ्याक्कै पछाडि यता भर्याङ चढेर आउने होइन, यहाँ मन्दिर रहेछ। कस्तो रहेछ मन्दिर चाहिँ भिडियो नपाइने हो के हो? भिडियो खिच्नु पाइँदो रहेछ तर अलि चिडचिडा। यो कुन चाहिँ मन्दिर हो खासमा? यो उता अगाडिपट्टि नेपाल आमाको यता शालिग्राम मन्दिर। यहाँ शालिग्रामको मन्दिर रहेछ है। हस् यहाँ चाहिँ शालिग्रामहरू राखिएको रहेछ मिलाएर चट्टाएर। अनि त्यही हो यहाँ चाहिँ हाम्रो गेट आउटवाला एक्जिटबाट तर एक्जिट चाहिँ छैन है। ठिक छ अर्को स्वागतम त स्वागतम होइन रहेछ त्यो त उयो अहिले नि छिटो आइज। सो हामी छिटो जानुपर्ने हुन्छ, फेरि त्यो गाडी पाएन भने हिँडेर जानुपर्ने हुन्छ, छेउ हुन्छ क्या मेरो। त्यही भएर छिटो जाउँ। हाम्रो यहाँ राजा फ्यामिली देखाउँ न। सो हाम्रो यो कुन चाहिँ त्रिभुवन त्यो वीरेन्द्र विक्रम शाहको परिवार। अनि यता हाम्रो पृथ्वीनारायण शाह अनि अरू छ के छौँ आफै हेर्नु होला। आई डोन्ट नो थाहा नै मलाई त के। सो यता मान्छेहरू अहिले वालछ्याल त छैन तर ठिक छ। बेलुका होइन यतिको खतरा हो नि होइन।
बाई आन्टी यता तपाईँहरूको हल्का यसो जे भने भन्नु यसबाट खिच्नु हेलो भन्नु हेलो हाई तपाईँहरू कहाँबाट आउनुभएको हामी हामी यही यतैको लोकालिटीकै हो क्या यहीँको ए यहीँको बासिन्दा हो नि त ए अनि अहिले म यहीँ हो म नि अहिले यो प्लटिङ गरेको छ नि त्यसको उता के प्लटिङ गरेको साइडनिर पटिङ भनेको यता सलुमो टारपट्टिको होइन नि यहीँ नजिकै यता यो पुलमा पुल उता अब के यो हाम्रो सामु पनि आइपुग्छ अब सर्च गर्नुभयो भने त आउँछ हो सर्च गरे के भन्नु जुगा ब्लग्स ए जुगा ब्लग्स जेडिओजिए भिएलओजिएस ए ठिक छ ल अब ल अब खिच्देऊ त कसले खिच्दिने हेलो गाइज भन्नु ल के जी हेलो हेलो हाई 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 तपाईँ चाहिँ कहाँबाट आउनु भएको म चाबेलबाट चाबेलबाट खासमा यो के सुनेर आउनु भएको यो नेपाल आमाको चाहिँ एकदमै मन्दिर बनेको छ यो मूर्ति बनेको छ साँखुमा भन्ने एकदम चर्चित भयो पञ्चमहालक्ष्मीको छेउमी सँगै पञ्चमहालक्ष्मीको आँगन नै एकदमै राम्रो छ कलात्मक छ र एक दिनको लागि काठमाडौँवासीहरूको लागि घुम्नको लागि उपयुक्त ठाउँ छ भन्ने कुरो सुनेको थियौँ त्यही हिसाबले चाहिँ आज धेरै पहिला हामीले सुनेको थियौँ एकदमै राम्रो बनेको रहेछ र फरक लाग्यो यो त सम्भवतः नेपालमा यस्तो खालको यो ओपन मूर्ति त छ जस्तो मलाई लाग्दैन यो एकदम अद्वितीय छ युनिक छ एकदमै एट्र्याक्टिभ छ एकदमै राम्रो छ र मनमोहक छ जो आउँछ ऊ चाहिँ एकदमै सबै त्यो यो ताजा दृश्य चाहिँ महिनौसम्म रहने एउटा अवस्था छ निकै राम्रो छ भाइ एकदमै राम्रो लाग्यो मलाई यो मन्दिर मैले टिकटकमा भाइरल देखेर आएको हो टिकटकतिर धेरै टिकटक देखाएको थिएँ यो अनि व्यापकै रहेछ हजुर हस् 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 धन्यवाद हस् भाइको ब्लग चाहिँ कहाँ हेर्नु पाइन्छ युट्युबमा युट्युब के ब्लग छ जुगा ब्लग्स जुका जेडिओजिए भिएलओजिएस ल छ थुप्रो छ भाइको थुप्रै ठिकै छ त्यस्तै कति भ्युवर कति छन् खासै छैन अहिले म खासै के अरे बाबु भरे खुदा थाहा हुन्छ जेडिओजिए अहिले यो भरे आउँछ यो हजुर हजुर बेलुकातिर आउँछ बेलुकातिर 10 बजे जेडियु जिए जिए भिएलओ भिएलओ जिएस भाइ के गर्ने गरेर हजुर पढ्ने गरेर अहिले 11 सिधेर बसिरहेको एभरग्रिनमा कहाँ हो नजिकै हो यहीँ साखुमै हो ए उतातिर पर गएन पर यहीँ साखुमै भएर नगएको ए हस् अङ्कल जान्छ है ल बाबु ल हस् पर कलेज छैन उतातिर छ नि छ 1 hour later. कस्तो भएको त सो अहिले चाहिँ हामी यहाँ टेलकोटको जङ्गलको ठ्याक्कै चेक पोइन्टमा छौँ बिचमा छौँ हामी होइन बिचमा क्या सो त हाम्रो भाइ माक्स लगाएको छ बिचराले कहाँ माक्स अघि नै खोले हामी तल सो अहिले चाहिँ यहाँ यो धारावा ठाउँमा छौँ ठ्याक्कै बिचमा अनि हामी अब कति गएको हामी 20 मिनटमा पुग्यो है कि 10 मिनटमा 10 मिनट त्यहाँ त्यो एन्टीहरूले त्यहाँ फोटो खिच भनेर 10 मिनट हो नि 40 होइन अनि 13 मिनट भयो सो अब त्यही अब हामी यहाँ माथि पुग्नु त्यही धेरै टाइम लाग्दैन त्यही 5 मिनट जति लाग्छ होइन लास्टै थके लाग्दैछ छिटो आएर हामी ए सो अब माथि गएर भेट्छ है त त्यही त यस्तो जङ्गल खतरा छ यहाँ ठाउँ चाहिँ हिँडेर आउनुलाई चाहिँ यो खतरा यो बाटो खतरा हुन्छ होइन त्यही हो हो र ल गएको म चाहिँ भान्चे घान मिक्सर म पछि बनाउँला 1 million zillion jillion dillion cotillion times later. हेलो गाइस अहिले चाहिँ म यहाँ मामा घर पुगिसकेँ होइन अरूहरूलाई छोडेर ठ्याक्कै त्यो गाडी भेटिहाल्यो लकेटी होइन त्यो गाडी नजाने भन्ने थियो कि तर त्यही पनि साथीले साथ दिएछ नि गाडी चाहिँ बनाउनु जानु पर्ने भयो भने चाहिँ लिएर गयो अनि ठिक हो क्या छाड नगर्नु सो त यो दुईजना चुतिहरू छ यहाँ एकजना लेडी डग भर्सेस लेडी डग ल ल ल लेडी डग भर्सेस लेडी ल त्यसले रोए सो अनि अहिले चाहिँ म अब यहाँ लुगा सुगा बिर्छु किनभने यो नयाँ लुगा हो नि त मेरो होइन त्यो एउटा टक्क फेरेर हामी एकछिन गेमसेम खेल्छौँ अनि अब यहाँ गिटार यहाँ अगाडि चाहिँ यो गिटारलाई चाहिँ बेलुका बजाउनु पर्छ आइज न यसको हातको देखा त हामीलाई कपाल्स यसको त केटै होला कसको कसले ल्यायो 4 वर्षको नानी के रे दराज पछाडि काबामा थियो ए ओ कुकुर ओइ ढुकुर ए थाहा
एकैछिन। यो चाहिँ हाम्रो डस्टबिन एके अस्बिन सही हो नि। सो अब हामी एकछिनमा भेट्छौँ है गाइजहरू। अब हामी यहाँ टाउको लगाएर एकछिन गेम सेम खेल्छु होइन, लुगा सुगा फेरेर मुखसुख धोएर त्यही हो।